हेलो गाइस, आज म मकै खनेर आएको अवस्था हेर्नुस् कोडाली। हाम्रो खेतालाहरूलाई देखाइदिन्छ है कतिजना, 7 जना छौँ। 1 जना त गइसक्यो अगाडि दाइ हो। हामी लेडिज मात्रै छौँ। थुप्रो भयो क्या भलक नबनाएको पनि, त्यही भएर छोटो मिठो यसो गरम भन्दै लागि परेको। भन्ने त केही छैन, त्यही पनि यस्तो थोरै यस्तो कमेडी जाम भन्दै मेरो। हेलो गाइस, हामी चाहिँ कति काली आऊ म त हामी चाहिँ भन्नु बाउजू चाहिँ काली अरेको हेर्नु न। ल भर्खरै कोही छ भने हाम्रो बाउजूलाई यस्तो उसानिदिनु अरे, आँखा मारिदिनु अरे। खतरा आउनुहुन्छ खतरा। हाम्रो यता अगाडि पनि छ नै निशा साली, यता हेर र साली। भेनाहरूलाई कोही कोहीलाई देखाइदिउँ ल। तरुणीहरूलाई हेर्नुहोस्, सोही दिदी पनि भेनासित बोल्दैछन् क्या हो। यता पनि गोमा छ नै, गोमा फेरि खतरा। ल गोमा एउटा दुईवटा गीत गाइदेऊ, नाच्देऊ। म पनि ल कसरी आउँदै है। ल फेरि यिनीहरूलाई फेरि बेइज्जतै गर्छन् कि यिनीहरूलाई ब्लक आइडी गराएको छोटो मिठो झन् बेइज्जत गर्छन्। सो बाटोमा हिँड्दै है, आज घर पुग्दैछु। फेरि हँसाउँछु के, केही भन्नै हुन्न अरे कि पुरा कमेडी गरिहाल्ने के होइन। बाटोमा हिँड्दा यस्तो छोटो मिठो ब्लग गरौँ भनेको छन्, दिदीले कमेडी मात्रै गर्छ। सो भन्न हुन्न अरे के, सो भन्दा के हुन्छ दिदीलाई एक भनिदेऊ त ल, भनिदेऊ सो भन्दा के हुन्छ। फेरि हाँस्दैन ल भन्नु। सो भनेको के हो, लाइक कमेन्ट गर्नुहोस् त, कमेन्ट गर्नुहोस् त। धेरै जस्तोले कमेन्ट गर्नु, यो सो भनेको के भयो। यो यत्रा धेरैले यस्तो भने कि मलाई सो भन्नै नहुने अरे ल। खतरा हाँस्दैछन् फेरि मान्छेहरू, त खतरा हाँसिदिन्छन् कि सो भन्नै नहुने अरे। गोमा छेमा है, ल छेमा नाचिदिन्छन् कि। ल नाच्देऊ छेमा, ल छिटो ल के नाच्देऊ, नाच गोमा। यता हेर त गोमा, तिमी त खतरा हिँड्छौ है। हे त्यता फेरि रिस परेको ल, त्यता रिस परेको, त्यसलाई रिस परेकोमा कराइखिच्यो। ब्लग बनाउँदा त निशा त खतरा रिसाइ। बाई बाई। ब्लग चाहिँ यहाँसम्म केही छैन खासै, त्यही ठाउँ राम्रो छ है हाम्रो गाउँ। हाम्रै गाउँ हो, कति राम्रो छ। घुम्ने ठाउँ त छैन, त्यही पनि बस्ने ठाउँ रमाइलो छ। यताउति कति राम्रो छ। मकै खनेर आएको ब्लग हो यो। धेरै भयो ब्लग नबनाएको, त्यही भएर छोटो मिठो। आज धेरै भयो कि ब्लग बनाएर नहालेको। साथीहरूले नि खै के भन्नुभयो होला, नयाँ छु है, केही जानेको छैन, सिकाउँदै गर्नु होला, सिक्दैछु। सो बाई बाई तपाईँहरूलाई, बाई बाई। फेरि भेटौँ ल, बाई बाई।